सुन्दैछु घन्टेका केही घन्टिनीहरूले राजाको विषयमा कुरा उठाउँदा जय राजतन्त्र भन्दा राज संस्था पुनर्स्थापना गर्नुपर्छ भन्दाखेरि 25 वर्ष जेल हाल्ने रे। यो शरीरमा साथ रहउन्जेलसम्म जय राजतन्त्र भन्नेछु। राजाको विषयमा हरेक मुद्दामा कुरा उठाइरहनेछु, किनकि हामीलाई देश चाहिन्छ, राज संस्था चाहिन्छ, कुनै नेता होइन। अझ राजाले बनाइदिएको देशमा बसेर अझ राज संस्थाको विषयमा कुरा गर्दा जय राजतन्त्र भन्दा 25 वर्ष जेल हाल्छु। हो, म राजावादी हो, दम छ भने 25 वर्ष जेल हालेर बस्छ। 25 वर्ष त के, जिन्दगीभर जेल बस्न तयार छु राजाको लागि। र यो शरीरमा सास रहन्जेल सधैँ जय राजतन्त्र भन्ने छु। जय राजतन्त्र, जय नेपाल, जय नरेश।